एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई फेरि पनि स्वागत छ सन्जु मोते युट्युब च्यानलमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकै नै छु। अनि आजको मेरो ब्लग चाहिँ मैले बिहानदेखि नै आधी कामहरू सकेपछि नै मैले ब्लग स्टार्ट गर्दैछु। सो के कस्तो हुन्छ त अन्तिमसम्म हेर्नु होला मेरो बिहानदेखिको ब्लग चाहिँ। सो बेलुकासम्म चाहिँ मेरो के हुन्छ त ड्युटिज छ। किप वाचिङ गाइज। अब चाहिँ म तिर फिल्टरहरू थियो सबै सफा गरेर चाहिँ अनि धोएर सुकाइसकेँ। अब यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ आलु, अनि त्यसपछि यहाँनिर आलु छ तास्दैछु। अनि यहाँनिर खानाहरू चाहिँ पाक्दैछ, हामी आगोमै पकाउँदैछौँ क्या। अहिले साथीहरू उसमा लाइनमा पकाउँदै थिएँ। अनि त्यसपछि अहिले चाहिँ यो राइस कुकर बिग्रेर छ। अनि त्यसपछि मैले चाहिँ आगोमै पकाउँदैछु। पनि पकाउनु छ म चाहिँ यहाँनिर दाल रेडी गर्दैछु साथीहरू। अनि चाहिँ कालो पनि छैन दाल। अन्त यहाँ चाहिँ कोलाको बुङ्गाको यो अचारहरू मम्मीहरूले बनाउनु हुन्थ्यो, मिठो लाग्थ्यो क्या। अब चाहिँ बनाउन लागेको। यहाँ टमाटरहरू सबै बोइल गरिसकेँ। हेर्नु न कति चकचक छ। हाई हाँस्दैछु ल। अघि चाहिँ अलिक तातो थियो, सेल आयो नि त अहिले चाहिँ। यसो आज चाहिँ झन् छिटो उठेको। आज चाहिँ हेर्नु न के भएको, छिटो उठेको दिन चाहिँ झन् ढिलो हुन्छ हौ। हेर्नु न साथीहरू आफै हिँड्नु थालेको मेरो छोरा पल्लो भएर एउटा खरा हेर्नु। यस्तो भइरहेछ साथीहरू, सबै सफा गर्दैछु म चाहिँ यहाँ। हामी चाहिँ यहाँ सुत्छौँ नि त। अनि डस्नाहरू चाहिँ सुकाएको चिसो भएर अब चाहिँ म यहाँ सफा गर्छु, हेर्दै गर्नु होला। आज हामी जाँदैछौँ बलाउटे। अब चाहिँ कसिदाले नुहाइधुवाइ गरेँ मैले चाहिँ, नानीलाई पनि नुहाइदिएँ। अनि त्यसपछि अब चाहिँ एकछिन बाबुलाई डुलाउँदै अनि हामी चाहिँ जाँदैछौँ आमा छोरा। आज चाहिँ यस्तो छ मौसम है। हेर हिँड्न नसकेर सास बढ्दै। हामी चाहिँ यतातिरको वातावरण चाहिँ यस्तो छ। बेला गाडी पनि भेटिँदैन, हेर्नु न टेम्पोहरू अरू बेला त भेटिन्छ। आज त फिट्टीको एउटा हिँडेको छैन आमा छोराले। म मात्रै भए त म हिँड्दै जानु सक्थेँ है। मेरो बच्चा हिँड्दैन क्या फेरि अहिले नि। अब यहाँ यसरी बाटोमा चाहिँ हिँड्दैन कि। अनि एकछिनमा अहिले हिँड्नुपर्छ, पर गएपछि उसको खाली हुँदैन, उसलाई हिँडेको हिँड्नै गर्छ। अनि के गर्नु गाह्रो छ मलाई। हिँड्न भनेपछि यस्तो अल्छी छ। मलाई बोक्दिनँ बोक्नु पर्ने। हेर्नु साथीहरू पारी कति राम्रो छ हौ। वाउ यस्तो राम्रो देखिन्छ। आज चाहिँ फेरि पानी पर्न लागिरहेछ कि। यतातिर चाहिँ यस्तो छ मकैबारी। यता यस्तो भयो होइन। यो चाहिँ बजार साइड भयो भने यो चाहिँ यता ट्याम्केतिर जाने रोड भयो। त्यहाँदेखि यता चाहिँ यस्तो छ भ्यू आजको, दामी छ यतातिर। अनि यहाँ हेर्न सक्नुहुन्छ, म जुम गरेर देखाउँछु ल। यहाँदेखि उँभो माथितिर यो देखिएको छ नि। योदेखि चाहिँ यता जाने चाहिँ पासतिर चाहिँ मेरो माइती गाउँ पर्छ। यतातिर चाहिँ छिनामखु होइन। अनि त्यसपछि साथीहरू त छिनामखु भइहाल्यो। अनि यो चाहिँ खोइ के भन्छ हजुरलाई चाहिँ। यतातिर चाहिँ यस्तो छ। यतातिर चाहिँ धान पनि रोपिसकेको छ साथीहरू है। कस्तो दामी छ यतातिर। वाउ
अनि साथीहरू अघि नै हामी चाहिँ आएको निकै बेर पनि भइसक्यो अनि म र नानी चाहिँ यतातिर डुल्न आएको छौँ यतातिर कस्तो चिसो हावा चलिरहेछ आज नुहाएकोले पनि होला मलाई चाहिँ अलिक समस्या हुन खोजिरहेछ है घाँटी दुखेर रुगा लागेर हुन खोज्दैछ भरेसम्म म त्यस्तो बिरामी हुन सक्छु त्यही हो अनि चाहिँ यस्तै छ मेरो छोरा डोल बोकेर डुलाउँदैछु यतातिरको भ्यू हेरेर छोरालाई डुलाउँदै आएको छु यस्तै छ हेर्नु होला बलौटे यति चिसो छ कि बाहिरतिर आमामा अघिसम्म त मलाई एकदम गर्मी भइरहेको थियो है अघि दिउँसो चाहिँ एकदम गर्मी नै थियो नि त अहिले चाहिँ अलिक जाडो भयो फेरि मैले आज चाहिँ स्वेटर पनि नलिआएँ क्या गर्मी हुन्छ अरू बेला जस्तो सोचेर त्यो पानीमा पर्न लागिसक्यो त पारी त पुरा धुमिएर कुहिरो भइरहेछ अनि जाडो भयो अब चाहिँ फेरि अहिले भर्खर आएको अब फेरि घरै जानु पनि के जानु है अनि अहिले भएर उसको बाबा र हामीसँगै जान्छौँ अनि अहिले चाहिँ जाडो भयो मलाई चाहिँ अब फेरि बाबुलाई नडुलाइ हुँदैन हामी चाहिँ अघि उताबाट आउँदा चाहिँ मैले भ्लग बनाउन पाइनँ किनकि हाम्रो चाहिँ के अरे टेम्पोमै आयौँ नि त अनि त्यसपछि अहिले भर्खर घर आइपुग्यौँ अनि त्यसपछि अब यहाँ चाहिँ तरकारी के खानु अहिले त अब मुन्टा सागहरू त्यस्तैको सिजन छ अनि यहाँ मुन्टा टिप्न आएको हामी आमा छोरा चाहिँ यहाँ चाहिँ हेर्नु के को मुन्टा भन्नुहुन्छ भने इस्कुसको चाहिँ तल छ कि अलि डर लाग्छ मलाई टिप्न यता छ पोहोरको जति चाहिँ छैन हजुर पोहोरको जति चाहिँ छैन यतातिर अनि यतातिर अलिकति उयोहरू छ फर्सीको मुन्टा चाहिँ अब यहाँ मकैबारीभित्र चाहिँ यति अग्लो छ नि त अनि यहाँ मकैबारीभित्र चाहिँ पास्छ यता छेउको चाहिँ टिप्नु पर्यो साथीहरू भन्दैछु मैले यो चाहिँ सानो थियो अनि अलिक छाटिदिरहेको थिएँ आइरहेछ मजाले नै यो चाहिँ टिपेकै थिएन नि त अलि टिप्देपछि चाहिँ आउँदो रहेछ क्या अलि आइरहेछ धेरै त म टिप्दिनँ थोरै टिप्छु किनकि यो चाहिँ मैले आलुमा मिसेर पकाउनु पर्ने हुन्छ त्यही भएर साथीहरू अनि हेर्नु न कस्तो राम्रो ढुक्कु आएको छ क्या यतातिरको चाहिँ हिजै त बहिनीले टिपिहालिसिन् कि क्या छैन रहेछ हेर्नु न मकै यति अग्लो छ नानीसँग है रात पनि पर्यो पास्छ होला हौ नि ला साथीहरू मकै भाँच्यो त मार्नुहुन्छ है सानो अब चाहिँ साथीहरू मुन्टा भर्खर यति भेटेँ अझै छ कतितिर अब कतातिर हुन्छ परतिर पनि जान्छु मुन्टा त छ कि यो तल्लो उसमा तर यहाँ चाहिँ टिप्नलाई गाह्रो हुन्छ क्या यो मकै धेरै छ अनि यो मकैले नि पास्छ त्यसपछि यहाँ हेर्नु न हाम्रो कोला कस्तो मजाले पसाइरहेछ त्यहाँनिर अनि त्यसको बुङ्गा चाहिँ बिहान मैले अचार बनाएँ अनि यो चाहिँ हाम्रो बाख्राहरू छन् यति नै छ हाम्रो चाहिँ बाख्रा पनि मगाएर बसिरहेछ अब यतातिर छ कि भन्ने आश छ है साथीहरू टिपिसकेको कि रहेछ अलिअलि मलाई चाहिँ इस्कुसको चाहिँ मिठो लाग्छ मुन्टा तर इस्कुसको चाहिँ खासै छैन क्या यसपालि इस्कुसै भएर नि पोहोर त इस्कुस त हाम्रो आमामा कति धेरै थियो यसपालि त इस्कुस त छैन अलिअलि तिमीलाई आयो होला है सानो त भेटे पिछे गर्नु पर्यो रात पऱ्यो कि अनि नानी नि मान्दैन अरूसँग गाह्रो छ मलाई मुन्टा पकाउनु भने साथीहरू अब म चाहिँ यहाँ सब्जी आलु र यो के भन्छ यो खोर्सानीको सब्जी काट्दैछु अब चाहिँ म यो सब्जी काटेर सब्जी पकाउँछु साथीहरू यो मलाई चाहिँ सब्जी चाहिँ चुलेसीले सटसटे खाने काटेको ढिलो काट्छु क्या अर्को बारी कि चक्कुले चाहिँ सजिलो लाग्छ कि हातहरू धोइदिनु अनि राख्नु अब ठुली पनि हेर्छु एकछिन मेरो छोरालाई दिएर उ नगरा भेट्छ
साथीहरू अब चाहिँ खाना सब्जी पनि रेडी भइसक्यो अनि मेरो बाबु चाहिँ यहाँ सुत्नलाई आइसक्यो अनि ओछ्यानहरू चाहिँ यहाँ हामीले चाहिँ सुकाएको थियो नि त घाम लागिरहेको थियो आज चाहिँ अनि सुकाएको थियो अब यहाँ ओछ्यान लाउनु पर्ने हुन्छ हजुर हस् अनि त्यहाँदेखि अब चाहिँ सुत्नु पर्ने हुन्छ साथीहरू हेर्नु न त्यहाँ पिर गएर ल सबै के एलर्जी निस्केर मेरो छोराको यस्तोतिरै यस्तो निस्केर आयो भएको छ घाउ मलम खोइ त अनि लगाउनु त मलम लाउनुपर्छ ल साथीहरू अब चाहिँ नानी पनि सुत्ने बेला भयो अनि म चाहिँ अब यतातिर ओछ्यानहरू लगाउनु पर्ने हुन्छ अनि आजलाई चाहिँ यस्तै भयो अन्तिमसम्म हेरिदिनु होला अनि सधैँ यस्तो माया पनि गरिदिनु होला साथ सपोर्ट दिनु होला सब्सक्राइब लाइक कमेन्ट सब्सक्राइब सेयर पनि गरिदिनु होला सबैले माया गरिदिनु होला थ्याङ्क्स फर वाचिङ गाइज बाई बाई